दर्शकबिन्दहरू तपाईहरुमा आज म टियु क्रिकेट ग्राउन्डमा एउटा नयाँ खुलासा नयाँ साइटको जानकारी दिन गइरहेको छु। यो साइट तपाईको जेनेरेटर हाउसको साइट हो र यो ग्राउन्ड भन्दा भिन्नै छुट्टै स्थानमा निर्माण भइरहेको छ। तपाई देख्न सक्नुहुन्छ यो मेन गेट हो र मेन गेटको ठ्याक्कै छिरेपछि तपाई आफ्नो राइट साइड लेफ्ट साइडमा जुन रिङ रोडबाट 50 मिटर छेउमा चाहिँ यो निर्माण भइरहेको छ र यो साइडमा चाहिँ हाम्रो एकजना प्राविधिक हुनुहुन्छ। उहाँसँग थोरै यो साइटको बारेमा जानकारी लिउँ। तपाईहरुमा सब एकजना हाम्रो प्राविधिक साथीलाई यसो यसको बारेमा केही भनिदिन हुन अनुरोध गर्दछु। कृपया उहाँको प्रतिक्रिया र उहाँको इन्फर्मेसन तपाईहरु सुनेर केही प्रतिक्रिया दिनु होला। हेलो नमस्कार। नमस्कार। कृपया आफ्नो परिचय सहित र यो साइटको बारेमा केही इन्फर्मेसन हाम्रो दर्शकमाझ दिनलाई अनुरोध गर्दछु। के छ? मेरो नाम दिनेश सिंह। म यो टिएनएस हाउसलाई जेनेरेटर हाउस पनि भन्छ। त्यो भनेको खासमा हाम्रो इलेक्ट्रिकलको लागि जेनेरेटरहरू राख्नलाई बनाइरहेको छ। म त्यसको सुपरभाइजर आउने सुनेर दिनेश सर, यो जुन बनिरहेको अहिले हाम्रो साइट छ त्यसको बारेमा छोटो र मिठो इन्फर्मेसन हाम्रो दर्शकबिनलाई यसो दिनु न। यो हाम्रो बनिरहेको साइट भनेको अब यो टिएनएस हाउस भन्छ जेनेरेटर हाउस। त्यसमा भनेको अब बत्ती गएको बेलामा जेनेरेटर राखेर बत्ती गएको बेलामा चाहिँ हाम्रो इलेक्ट्रिकल सप्लाई गर्नको लागि जेनेरेटर राखिन्छ। यो भनेको हाम्रो अहिले 15 बाई 13 मिटर बाई 13 मिटरको हो यसको एरिया चाहिँ। यसमा अहिले हाम्रो तल अटोदेखि लिएर निर्माण भएर हाम्रो चाहिँ यो टाइपिङ हाम्रो तल्लो टाइपिङ पनि हुन्छ। रोड टाइपिङ कसैले फिटिङ टाइपिङ पनि भन्छ। त्यसको म त यो अब 1-2 घन्टामा सकिन्छ यसको ढलाइ चाहिँ। त्यसपछि हाम्रो यसमा लगभग 1.5 मिटर जतिको कलम उठ्छ। कलमसँगै वाल लगाएर फेरि अप्पर टाइपिङ जसलाई प्लिन पनि भन्छ। प्लिन उठिसकेपछि हाम्रो यसको चाहिँ त्यसपछि माथि चाहिँ हाम्रो प्लेटहरू मेटल प्लेटहरू राखेर ट्रसको लागि तयार गरिन्छ र यसको माथि चाहिँ हाम्रो वाल लाग्दैन, ट्रस बस्छ। दर्शकबिन्दहरू तपाईहरुले भर्खरै हैन यो बिल्डिङको बारेमा यो जुन हाउस बनिरहेछ यसको बारेमा जानकारी पाउनु भएको छ। पक्कै पनि तपाईहरुले यो स्ट्रक्चर उठिसकेपछि अर्को अपडेटमा चाहिँ तपाईहरुलाई म अझै यो भन्दा हुने जानकारीहरू पक्कै नै तपाईहरुमाझ राख्नेछु। अहिले धन्यवाद र यस च्यानललाई तपाईहरुले माया गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, लाइक पनि गरिदिनु होला र पुरै भिडियो हेर्नु होला। धन्यवाद।